हामीलाई यहाँ जल सङ्कट छ भने हामीभन्दा दक्षिण जल सङ्कट छैन? त्यहाँ नि छ नि त, त्यहाँ नि छ। र त्यहाँ चतरामा ब्यारेज भर्दा उहाँहरूको बाढीको जोखिम झन कम हुने। अर्को कुरो सर्फेस इरिगेसनले जल स्रोतलाई, पानीलाई रिचार्ज गर्ने हुनाले यो पानी रिचार्ज नेपालको भूगोलमा मात्र हुँदैन, यो पानी बगेर माथि जाँदैन क्या पहाडमा, बुझ्नुभयो नि? यो तलै जाने हो, यो त कोसीको पानी यहाँ बिहारै जाने हो। बिहारै जाने हो भने यो माटो माथिबाट जाने अथवा तलबाट जाने भने उहाँहरूको पानीको स्रोत पनि रिचार्ज हुन्छ। यो महत्त्वपूर्ण कुरो हो। हामीले सर्फेस इरिगेसनलाई र पानी सङ्कलनलाई केन्द्रबिन्दुमा राख्नै पर्छ। यसलाई तत्कालको लागि हामीले डिप बोरिङ, स्यालो ट्युबवेल, इनार मात्रै गरेर मात्र हुने भए त चुरे सेटमा इनारहरू सुकिसके, डिप बोरिङहरू सुकिसके, स्यालो ट्युबवेल कामै नलाग्ने भइसके। यो पाठबाट सिक्ने कि नसुक्ने होइन? त्यहाँ चुरे नि जोडिन आउँछ होइन? चुरेलाई कसरी संरक्षण गर्ने, चुरेको लागि विशेष कार्ययोजना के ल्याउने, त्यो कुरा नै छ।